सम्पूर्ण साथीहरूलाई नमस्कार। यो हाम्रो फार्मिङ मोटो ब्लगमा स्वागत छ। आज चाहिँ हामी कृषिको तालिममा जाँदैछौँ। त्यो चाहिँ पर बिरबासमा पर्छ। यो गुल्मीको बिरबासमा तालिम छ। अनि यो चाहिँ हाम्रो यहाँ बाइक छ, यसमा जाने छौँ। अनि यो पुरा धुलिधुल भएको थियो, त्यही भएर मैले यसलाई पुरा धोएर एकदम चिटिक्की बनाएको छु। हेर्न सक्नुहुन्छ तपाईँले। यहाँ चाहिँ मामाले मौरी पालेको हुन्छन्। एउटा दुईटा तीनटा चौटा। मामा चाहिँ बिमार हुनु हो, माइजूहरू खर्चा लिएर जानु छन्। यहाँ चाहिँ के हो नि माइजू? यो कर्कलको अचार खाने। ए कर्कलको अचार। यहाँ फुल छ नि, कति दामी फुल लगाएको छन् माइजूले यहाँ। मलाई त यो रातो फुल मन पर्यो कि। पोखरा छेउमा 6 लगाएको छु मैले, चल्न चलेछ। कस्तो हो कि ज्वरो पनि आयो नि, पुरा शरीरै उ गर्छ। ल मामा बस्नु। कस्तो एकछिन कपरी कुटेर आम्मा, एकछिन बेर गरेर भनेको पोसी बस्नु राम्रोसित बस्नु होला है। बस्नु हो। आजभोलि फेरि बाटो पनि हेर्दा सुक्दैछ कि लिलो छ कि बाटो। शीतले किन छोडेछ नि त टिच गर्ने। त्यहाँसम्म त गरेछ। कुन चाहिँ घर हो नि माइजू? कुन चाहिँ घर हो? यहाँ भित्र हो। ल म त हेल्पस जान्छु क्या अरे। दबाई लिन सकेँ हेल्पसबाट। साँझखेरि टाइम लाग्दैन कि, त्यही भएर के।
यो पर हाम्रो हेल्पस सिङ्गा हेल्पस आजको टिकट चाहिँ यो अस्ति लिएर जाने आमाको लागि तपाईँ चेक अब हामी ठिक छौँ यहाँ आमालाई बिपीको दबाई भेटेको थियो त्यही भएर आमाको दबाई पनि भयो बाटो बन्द छ र पर बाटो बन्द छ छैन हिँडेको मान्छे यहाँ हेर बाटै छैन यार त्यसमा हिँडेको मान्छे अब ल पुरा ढुङ्गै हो कि यत्रो जान्छ यहाँ त कतै बुटा ढाल्दैछन् हामी त हेरौँ त गाइज अब न्युट्रल जान्छ कि जान्न यहाँ त न्युट्रल जान आइसक्यो रे तेल बचाउनु पर्यो यार तेल बढी लाग्यो काम काज केही भएन डुल्दा डुल्दा ठिकै छ हेर न पुरा चिप्लै बाटो छ आरामसित जानु बुटे क्या अरे आरामसित उतार्नु पर्ला अनि बेलामा त के हो न जान फेरि लड्किन्छ कि यहाँ पनि घर बन्दैछ र गाउँघर पनि खाली हुन लागेको त्यति मान्छे छैनन् गाउँघरमा दिँदैन यार गाउँघरमा त यार कलाउ सोध्ने हो है यहाँ कृषिको कहाँ छ नि आज उता केन्द्र उता आउनुभएको थियो भने कृषि हजुर केन्द्रहरूमा कहाँ आउनु भन्थ्यो विश्व यहीँ गाउँमा हो कता यही गाउँमा हो तल टोलमा भन्नुहुन्थ्यो ए तल्लो टोलमा त यहाँबाट तल गएर यहाँ तल टोल आउँछ ए धेरै टाढो छ
यहाँ ओराउँछ ओरा चाहिँ पल्ट झर्छ ग्राउन्डतिर ए ग्राउन्ड छ ठुलै ग्राउन्ड छ भलिबल ग्राउन्ड ए ल हुन्छ ए ल हुन्छ ल है हामी आइसकेछौँ यहाँ अब कृषिको तालिममा खै कता रहेछ यार सिधै घरमा भइदिन्छ भलिबल त्यहाँ आन्टी कृषिको तालिम यही हो तल नमस्ते उहाँले बोलाएको थिएन क्या ल त्यहाँ कपी लिनुहोस् तल बस्नु यही हो त्यो बस्नु ल हेर्नुहोस् त्यहाँ यहाँ देखाएको छ नि 70 सेन्टिमिटर 25 सेन्टिमिटर आलु राखेको छ हो तल हेर्नु त्यसरी राखेको हेर्नु त्यसरी राखेको यस्तो रोपेछ त्यहाँ ड्याङ बनाउने ठाउँ हुन्छ नि त र कहिले हामीले के भन्छ आलुलाई धेरै पानी चाहिन्छ पानी खान्छ क्या आलु टिपेस आलु अलिक पानी पानी खान्छ होइन त्यो हामीले यो यहाँ के राखेको छ 1 किलो आलु फल्न 300 देखि 636 लिटर पानी चाहिन्छ कति पानी चाहिन्छ 1 किलो आलु फल्न त्यही भएर हामीलाई आलुलाई पानी चाहिन्छ तर जम्नु भएन आलु तालिम कस्तो छिटो बुझ्यौ बुझ्यो यहाँ दिदी पनि सबै जम्मा हुनुपर्छ गर्ने कसले नगर्ने अब यही छानबिन गर्ने हजुर किनकि यो तालिम बिनाको काम गर्ने फाइदा छैन तालिम गर्ने र अनुसार काम गर्ने बल्ल फाइदा छ बाबु उमेर सुन्तला बगैँचा यिनी भनेको सबै बिना तालिम काम स्वर नगरको तालिम काम यी भर सरलाई सबै देखाइदिए के पुगिन के पुग्यो सबै भनिदिनु भयो मलाई झारो उखालेर सुन्तला फेडा कहिले नराख्ने अरे झारो उखालेर त्यसको ग्यासले त्यो सुन्तलाई राम्रो हुन्न अरे त्यो कुहेको ग्यासले माथि दुरीले पनि फरक पर्छ हामी एकदमै बाक्लो लगायौँ भने त्यो त्यहाँको तापक्रम हावाहरू एका सञ्चार हुन्न कि त्यसमा धेरै बाक्लो लगायो भने अनि यसमा चाहिँ हावाबाट पनि धेरै खानेकुराहरू उयोहरू पाउँछ नि त कार्बोहाइड्रेट यिनीहरू अक्सिजनहरू चल्दाखेरि यसलाई डिस्टेन्सै मेन्टेन गर्नु पऱ्यो कि धेरै बाक्लो लगाउनु भएन त्यो दुरी पनि मेन्टेन गर्नुपर्छ भनेर चाहिँ व्यापक लाग्छ यो चाहिँ पाकेको मलहरू हाल्यो भने नले यो खुम्रेको अटोमेटिक गइहाल्छ बाख्राको मलले पनि असर गर्छ र हजुर बाख्राको मलले खुनेको लाग्छ र बाख्राको पनि भर्खरै मललाई त्यो नपाकेको लागिहाल्छ अनि पाकेको चाहिँ लाग्दैन त्यो रासायनिक मलमा के गर्नु होला भन्दाखेरिमा रासायनिक मल हाल्छौँ होइन पहिला रासायनिक मल हाल्ने त्यसपछि कम्पोस्ट हाल्ने बल्ल आलु रोप्ने हो हामी कृषक के गर्छ भन्दाखेरि रासायनिक मल राख्यो भने त्यसैमा आलु राख्छ त्यसमा के हुन्छ भने त्यो मलहरूमा केमिकलहरू हुन्छ कि त्यो केमिकलले आलु चाहिँ कुहाउने समस्या नि त बोटै उम्रिँदैन कि राख्नु नजाने हामी सानो सानो कृषकले त्यो ख्याल गर्नुपर्छ ठुलो कृषकले चाहिँ सोधेर यताउति आफू तिनले अलिकति टेक्निक कुराहरू मिलाएर गर्छन् हामीहरू त्यो मल र त्यो सँगै मिसाइदिन्छौँ त्यसले गर्दा त्यसमा केमिकल हुन्छ त्यो केमिकलले गर्दा त्यो आलु कुहिहाल्छ कि कुह्यो भने बोट उम्रिँदैन त्यत्तिकै लसर हुन्छ त्यही कुरा गरेँ त मैले त्यही हो त्यो युरिया डिएपी पोटासै भने त्यही हो रासायनिक त्यो सुरुमा हाल्नु पर्छ सुरुमा त्यो रासायनिक मलहरू हाल्नु पर्यो पहिला खेत मिलाउँछौँ नि हामी त्यतिखेर हाल्नु पर्यो हालिसकेपछि त्यसपछि कम्पोस्टमा हालिन्छ होइन रासायनिक गोठे मल त्यो हालिसकेपछि बल्ल बिउ आलु रोप्नु पर्यो कि त्यो युरिया र त्यो बिउको कन्ट्याक्ट हुनु पऱ्यो कि सम्पर्क गर्नु भएन सँगै टाँसियो भने के हुन्छ त कुहाएर अब कुहाउँछ कि त्यो
भनेपछि त्यो माटो हामीले जोतेपछि धुलाउने बेलामा हाल्नु पर्यो धुलाउन हाल्नु पर्यो त्यो त्यो हालेपछि बल्ल बिउ लगाउने बिउ लगाउनु पहिला माटो पहिला सँगै हाल्दै होइन सुरुमा मल हाल्नु पर्यो मल हालिसकेपछि त्यो रसायनिक मल हालिसकेपछि कम्पोस्ट मल हाल्नु पर्यो कम्पोस्ट मल हालिसकेपछि बल्ल अनि बिउ रोप्ने अनि त्यो हामीले के भन्छ ट्याङ्क बनाउने कि त्यतिकै लाउने त्यसरी रोप्नु पर्यो जे जति सकिन्छ हामीसँग भएको स्रोत साधनले सहयोग गर्ने हो भन्दै आजको यो आलु खेती प्रविधि तालिममा तपाईँहरू यसरी सहभागी भएकोमा तपाईँ सबैलाई धन्यवाद है।